हेलो हेलो साथीहरू गुड इभिनिङ नमस्कार। के छ हालखबर? सन्चै हुनुहुन्छ? म तपाईँहरूको प्यारो साथी राजु फेरि पनि आइसक्यो तपाईँहरूको माझ होइन। आज चाहिँ म यता कुन ठाउँबाट दाजु? मसिना फोर्ट भन्ने ठाउँबाट बोलिरहेको छु यति बेलाको समयमा। हामी चाहिँ यसो दाइ भाइ दाउनु नि दाइ, देख्यौँ न भने दुईजना दाइ भाइ छौँ होइन। दाजुभाइ चाहिँ यहाँ टक्क बाहिर निस्किराखौँ यसो घुम्नको लागि, ड्युटीबाट सकेर अब रिफ्रेस हुनको लागि बाहिर आइयो। हेरिराखौँ घुमिराखौँ के कस्तो रहेछ यतातिर भनेर। यतातिर अगाडि मस्जिद रहेछ होइन, देखाउन त नमिल्ने त्यही पनि हेर्नु न मस्जिद रहेछ। अनि हाम्रो लोकेसन चाहिँ नजिकै हो। यतातिर बच्चा बच्चीहरू खेलिरहेको रहेछन् होइन। यतातिर बाटोहरू राम्रो रहेछ। हामीले त्यहाँ बर्डवे जानको लागि रुट खोजेको तर त्यहाँ पाइएन। साथी गएर आउनु भएको रहेछ, साथीलाई सोधेर चाहिँ जाम्ला भन्ने प्लान छ हाम्रो। तर पनि ठिकै छ। एनिवे राम्रो लाग्यो यहाँको मसिनाको पनि वातावरण, वेदर सेम अरू ठाउँको जस्तै रहेछ। जुन तरिकाले मैले हेरेको थिएँ पहिला सेम रहेछ। यहाँ पनि बबाले दामी लाग्यो। त्यस्तै हो साथीहरू। अब के भन्ने, दिनभरि आज सुत्यो, भोलि बिहानबाट ड्युटी छ मेरो। भोलि गइन्छ होला काममा होइन। अब आज यस्तै भयो। अब आजको दिनमा म रेस्ट पाएछु होइन। भोलिबाट फेरि डे सिफ्ट हान्नु छ। आज अब रेस्ट पाइयो। भोलि बिहान मर्निङको म 6 बजे लोकेसनमा पुग्नुपर्छ। पुग्यो भने काम गरिन्छ होइन। अब अलिक दिन अगाडि चाहिँ म बिरामी थिएँ, बिरामी भएर म ड्युटी जान सकेको थिएन। तर अहिले ठिक छ। अहिले एकदमै हेल्थ पनि राम्रो भइसक्यो, रिकभर भइसकेँ म। लगभग अलमोस्ट 90% म सन्चो भइसक्यो जस्तो लाग्छ। तर अहिले चाहिँ हल्का ठिकै छ मात्रै छ। तर फुल्ली निको हुन अझै पनि 2 हप्ता 1 हप्ता लाग्ला, आफ्नो ठाउँमा छ है। ठिक छ साथीहरू। दाइ अब के गर्ने, कता जाने? जाउँ होइन, बाटोमा जाउँ, भ्लग बनाउँदै जाउँ न। के छ र साथीहरूले हेर्छन् होइन। त्यस्तै हो। ल दाइ लेट्स गो। हामीहरू हिँडिरहेका छौँ साथीहरू है। मसिनाबाट हो यति बेलाको प्रसारण चाहिँ। अब मसिनामा नि राम्रै रहेछ अरू ठाउँमा जस्तै। मैले सोचेको थिएन कि यस्तो ठाउँ छ होला भनेर। तर राम्रो लाग्यो मलाई, गुड छ यतातिर पनि होइन। इन्भाइरोमेन्ट एकदमै बबाल क्या। यस्तो हामीले जस्तो सोचेर आइएको थियो नि त्यस्तै भेटाइयो होइन। अब राम्रो रहेछ, ठिक लाग्यो। तपाईँहरू आउन सक्नुहुन्छ, यतातिर आउनु हेर्न सक्नुहुन्छ। राम्रै छ त, त्यस्तो नराम्रो छैन नि त। नराम्रोलाई पनि नराम्रो भन्नु छ, राम्रोलाई त राम्रो भन्नु पऱ्यो नि त साथीहरू। के कसो र? ल ठिक छ, हेर्न सक्नुहुन्छ 2 भाइ टक्क लुखुर हिँडेको छ। अब दाइ पनि थाकेर आउनु भएको छ। आज के खाने दाइ? आज पुरा परोठा खाने विचार छ दाइको। मैले चाहिँ भात र सागहरू अनि यताउति डाङडुङ ब्रोकाउलीहरू मिलाएर बनाएको थिएँ। तिनीहरू खान्छु होला, अथवा चाहिँ मैले पनि दाइसँग मिलेर परोठा खान पनि सक्छु। हेर्दै जाऊँ अब एकछिनमा के हुन्छ भन्ने कुरा। त्यो एकछिनमा थाहा पाइहाल्नुहुन्छ तपाईँहरूले। यता मस्जिद दामी लाग्यो है मलाई चाहिँ। अब सबै देखाउनु हुँदैन, तर पनि अब हल्का बोल्दिन पनि मिल्छ क्या। त्यस्तो पनि छैन, त्यो त्यस्तो जाति निष्ठुरी पनि छैन। त्यही भएर त हामीलाई 2 वर्षदेखि सर्भाइभ गराइरहेको होइन। ठाउँमा पुर्याउँछ मलाई, ठाउँमा बोल्न लगाउँछ मलाई बोल्न मनपर्छ नि त। बोलेको कुराहरू रेकर्ड गरेर चाहिँ युट्युबमा खेल्न मन लाग्छ नि त। त्यो मेरो उसो हो नि त। के हो अब त्यही हो, मिलाएर बुझ्नु होइन दाइ। के भन्नु नि साथीहरू, यस्तै हो। हिँडिराखौँ 2 भाइ लुरुङ होइन। अब राम्रो लाग्यो यतातिर। पुरै नानी बाबुहरू टक्क खेलिरहने यताउति। केटाकेटीहरू चाहिँ सबै बबाल लाग्यो क्या। सबैलाई आफ्नो लाइफ चाहिँ नि चिल गर्न दिएको रहेछ यहाँ गभर्मेन्टले। हामीलाई नि देख नि दाइ, ड्युटी सकाएपछि त बोल्न पाइयो नि दाइ। कसैको बाल लाग्दैन, नेपाली हो, बोल्छौ कसो दाइ? सही हो भन्नुहुन्छ दाइले नि। ठिक छ, हेर्नु होला आजको भ्लग कस्तो लाग्छ। मैले धेरै लामो भ्लग बनाउँदैन, त्यस्तै अराउन्ड 10-15 मिनटको भ्लग बनाउने सोच छ। अब हेर्दै जाऊँ न, गर्दै जाऊँ न, कहाँसम्म गइन्छ, कहाँसम्म बोलिन्छ भन्ने कुरा मात्रै हो। धेरै छैन होइन कुराकानी। यताबाट बाटो काटौँ भनेर भन्नुभयो दाइले। जाँदै थकाइ नि लाग्थ्यो यार, धेरै दिन भएको थियो ड्युटी गरेको। अब आज चाहिँ उस भयो होइन, रिफ्रेस भयो भनौँ न एक हिसाबले। यतातिर हल्ला भन्ने सुरु भइसक्यो। अनि यतातिर
अल मदिना सुपर मार्केट भन्ने त्यो यता रहेछ होइन यस्तैमा छौँ क्या हामीहरू दुई दाजुभाइ हिँडिरहेको छौँ सुई सुई दाइ केही भन्नु हो उज्यालोमा एकदम सही छ यो सही है वाह दाइलाई पनि मन पऱ्यो ठाउँ मलाई मन पऱ्यो जाऊँ दाइ अगाडिसम्म के हुन्छ हेरौँला खोकी नि लागिरह मलाई हल्का त्यस्तो होइन किन भन्दा वेदरले बनाएको नि त यो मलाई म त 1 महिना अगाडि लोटे बिरामी भयो क्या ड्युटी नै जानु नसक्ने स्थिति आइसकेको थियो अनि कस्तो बिरामी होला अनि मैले सोचेको पनि थिएन तर भइयो होइन रिकभर हुँदैछ नि त अब हामी दुई दाजुभाइ टक्क यता गइराख्छौँ दाइले कहाँ लग्नुहुन्छ भन्ने कुरा एकछिनमै थाहा भइहाल्छ होइन लामो नबनाउनु दाइ ल पस गरिदिन्छ है त म एकछिन साथीहरू हाम्रो भ्लग हुने काम जरुरी जारी नै छ होइन दाइले भित्र गर्दै हुनुहुन्छ के अरे त्यहाँ किनिसक्नु भयो दाइले रोटी लिइसक्नु भएछ हो जाउँ टक्क लाएर होइन आइसक्यो रोटी दाइ कस्तो फिल भइरहेको फिल आउँछ एकदम पिरो जाउँ न हिँड्दै हिँड्दै जाँदैछौँ साथीहरू होइन अन द वे छ हामीहरू मान्छेहरू हिँडिराख्ने कि आफ्नो लाइनमा होइन झिलिमिली खगेर यता आउनु अब अलिकति लाइन यस्तरी हेर्नु मलाई राम्रो आउँछ त्यस्तै हो हामी हिँडिराख्छौँ है सुई सुई उफ दाइरोमा आइयो फाइनली अब रुमको छेउछेउमा आएपछि यसो घुमियो अनि रोटी किनियो अनि रोटी किनेर फर्किँदैछौँ होइन मैसनाबाट बोलिरहेको छु म अहिले यता अगाडि नि मस्जिद रहेछ दामी म्याङ्गो मार्केट रहेछ नजिकै हाम्रो अपार्टमेन्ट यसमै छ होइन त्यो बिल्डिङमा हाम्रो अपार्टमेन्ट छ म जान्छु भित्रसम्म भिडियो बनाएर हाल्छु कस्तो ठाउँमा छ भन्ने कुराहरू एक्सप्लोर गर्न खोजिरहेको होइन हेर्न सक्नुहुन्छ मैसना राम्रो रहेछ मलाई मजा लाग्यो यता आएर ठिक लाग्यो भने ठिक लाग्यो नि ठिक नभए अब कहाँ ठिक भन्थेँ र मैले के कसो दाइले भन्दैन चाहिँ मस्त भ्लग बनाइरहेको भन्नुहुन्छ बनाउने हो नि दाइ त्यहाँ मार्केटभित्र चाहिँ नबनाऊँ होइन किन मान्छेहरू धेरै थिए धेरै मान्छे भएको ठाउँमा के देखाउनु भन्ने जस्तो लाग्यो त्यही भएर नबनाएको न यतातिर त म बनाइदिइहाल्छु नि हाम्रो उस बिल्डिङ यही हो होइन ट्याक्क आयो हामी लिफ्टबाट जाने त्यहाँ स्टेटबाट पुग्छौँ ल स्टेटकेसबाटै जाउँ दाइ लाउनु सुई जाउँ सेकेन्ड फ्लोरमा त हो नि सुई हिँड्दै गए पनि पुगिन्छ दाइ नेपालतिर भए जाने नि त बुर्तिबाङबाट तुसारसम्म हिँड्दै हिँड्थेँ म
टक्क गेम खेलेर ड्रेससँगै सेतो युनिफर्ममा बुर्तिवाङबाट जानु भयो दुसारी पुगेर सुतेर फेरि बिहान उठेर स्कुल आएर पढेर गर्थेँ मैले कसैले गरेको भने यस्तै भन्नु पऱ्यो हो कि दाइ सेकेन्ड फ्लोर नि आइयो ट्याक्क हाम्रो इन्ट्रान्स यस्तो छ हेर्नुहोस् यो हाम्रो गेट हो 202 ल बन्द गर्नु एकैछिन न त यहाँ किचनहरू पनि देखाइदिउँ न साथीहरूलाई त्यही त म बन्द गरिदिइहाल्छु नि अभिषेकले मेसेज हाल्दा अभिषेक एकछिन हेर्नुहोस् गाइजहरू अब यो खानासाना बनाउनलाई होइन भाँडासाना माझ्नलाई अनि के छ अरू फ्रिज वासिङ मेसिन अगाडि यता बस्ने ठाउँ होइन अब रुम चाहिँ यता सिधा होइन ट्याक्क खोल्ने चाबी नै छ पानी हाम्रो बेड टक्क माथि पनि तल पनि दाइ यही म यही ओके गाइज आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई राम्रो लाग्यो भने राम्रो भन्नु होला नराम्रो लाग्यो भने नराम्रो भन्नु होला यस्तो सुधार भयो उस्तो सुधार भनेर कमेन्ट पनि ठोक्नु होला हो म हेर्छु कमेन्ट कस्तो कस्तो कमेन्टहरू आउँछ भनेर सबैको जय होस् मेरो भय होस् नभए नहोस् बाई बाई